हाई नमस्ते। आज म तपाईहरुलाई नेपालको नेशनल फ्लावर रोडोडेन्ड्रन अर्थात् लालीगुराँस कसरी क्रोसे गर्ने त्यो देखाउँदैछु। यदि तपाई पनि यस्तै ब्युटिफुल लालीगुराँस क्रोसे गर्न चाहनुहुन्छ भने यो भिडियोको अन्त्यसम्म मलाई साथ दिनुहोला। सुरु गरौँ है त। त्यसको लागि हामीलाई चाहिन्छ रेड कलरको यान र ग्रीन कलरको यान। यो दुवै यान मैले 4 प्लाई मा लिएको छु र चाहिँ 100% एक्रेलिक यान हो। त्यसपछि एउटा कैची हामीलाई चाहिन्छ। त्यसपछि मैले 3.25 mm को हुक लिएको छु र त्यसपछि हामीलाई यो ग्लु गन पनि चाहिन्छ र फ्लावर्सको पेटलाई अलिकति नीट एन्ड क्लीन लुक दिनको लागि चाहिँ हामीलाई एउटा लाइटर पनि चाहिन्छ। यति भइसकेपछि हाम्रो लालीगुराँसको लागि चाहिने सामग्रीहरू कम्प्लिट भएको छ। लालीगुराँसको पेटल बनाउने तरिका चाहिँ अरु फ्लावरहरूको भन्दा अलिकति फरक छ। सबैभन्दा पहिला हामी लिन्छौं या बनाउँछौं म्याजिक रिङ, जुन बनाइन्छ यसरी। यो भयो म्याजिक रिङमा हाम्रो एउटा स्लिप नट र यो म्याजिक रिङमा अब हामी बनाउँछौं 5 वटा सिंगल क्रोसे या सिंगल स्टिच। हाम्रो 5 वटा सिंगल स्टिच भइसकेको छ। अब यसलाई टाइट गरौँ र एउटा स्लिप नटले हाम्रो फर्स्ट चेनमा लगेर यसलाई जोडिदिउँ लाइक दिस। अब एउटा चेन लिने र यो जुन फर्स्ट चेनमा हामीले कनेक्ट गरेका थियौं त्यो चेनमा हामी 2 वटा सिंगल स्टिच लिन्छौं। यो फर्स्ट राउन्डमा हामीसँग छ 5 वटा सिंगल स्टिच। सेकेन्ड राउन्डमा हामी इन्क्रिज गर्छौं। हरेक सिंगल स्टिचमा हामी एउटा इन्क्रिज गरेर टोटलमा हामी 10 वटा सिंगल स्टिच सेकेन्ड राउन्डमा बनाउँछौं। दुईटा भयो। तीन, 4, 5, 6, 7, 8, 9, 10 वटा सिंगल स्टिच हाम्रो भइसकेको छ। फेरि हामी यो स्टिचमा लगेर यसलाई स्लिप नटले कनेक्ट गर्दिन्छौं लाइक दिस। यो हाम्रो सेकेन्ड राउन्ड हो। अब हामी इन्क्रिज गर्दैनौं। अब हामी 10 वटा सिंगल स्टिचलाई 3 मोर टाइम यानी कि अझै 3 राउन्ड चाहिँ नि यो 10 सिंगल स्टिचलाई बुनि नै राख्छौं। पाँच, 6, 7, 8, 9, 10। यो हाम्रो थर्ड राउन्ड पनि पुरा भइसकेको छ। हामी फर्स्ट चेनमा लगेर यसलाई स्लिप नटले यसरी बन्द गरिदिन्छौं। यो हाम्रो 1 2 3 थर्ड राउन्ड हो। 2 मोर राउन्ड चाहिँ हामी यसरी नै यो सिंगल स्टिच 10 वटा बुन्दै जान्छौं। हामीले सम्पूर्ण राउन्डहरु पूरा गरिसकेका छौं। टोटलमा हामीसँग 1 2 3 4 5 राउन्ड भएको छ। यो 5 राउन्डसम्म आइपुग्दा हामीसँग 10 वटा सिंगल स्टिच छन्। अब यो लास्ट राउन्डको लाई म स्लिप नटले बन्द गरिदिन्छु लाइक दिस। अब यसपछि हामी चाहिँ पेटल बनाउँछौं। त्यसको लागि हामी लिन्छौं 2 वटा चेन। 2 वटा चेन लिइसकेपछि जुन यो जहाँ हामीले यो स्लिप नटले बन्द गरेका थियौं र जहाँ हामीले चेन लियौं त्यही घरमा नै त्यही चेनमा नै सेम चेनमा हामी लिन्छौं डबल क्रोसे। 1 डबल क्रोसे, सेम स्पेसमा अर्को पनि डबल क्रोसे। हामीसँग 1 चेन एन्ड 2 डबल क्रोसे सेम चेनमा।
त्यसपछि हामी अब साइडको सेकेन्ड चेनमा पनि लिन्छौं दुईवटा डबल क्रोसे हामीसँग टोटलमा 4 वटा डबल क्रोसे र एउटा चेन छ टोटलमा 5 अब हामी यो एउटा पेटललाई कम्प्लिट गर्दै छौं दुईवटा चेन लिने र थर्ड चेनमा लगेर यो चेनलाई हामी यसरी स्लिप नटले बन्द गरिदिन्छौं यो पेटलको पनि स्मल पेटल हाम्रो रेडी भयो त्यसपछि हामी फेरि लिन्छौं दुईटा चेन र जुन ठाउँमा हामी चेन लिएको थियो त्यही ठाउँमा हामी दुईवटा डबल क्रोसे बनाउँछौं including chain we can say this is the 3 double crochet second chain मा पनि हामी दुईवटा डबल क्रोसे गर्छौं र दुईटा चेन लिन्छौं अनि थर्ड चेनमा गएर यो चेनलाई हामी स्लिप नटले बन्द गरिदिन्छौं हामीसँग दुईवटा पेटल रेडी भइसकेको छ फेरि हामी लिन्छौं दुईटा चेन same space ma 2 double crochet 2 more double crochet in next chain 2 chain and slip knot in third chain 2 chain 2 double crochet in same space 2 double crochet in next chain 2 chain and slip knot in next chain 2 double crochet 2 chain and 2 double crochet in same chain 2 double crochet in next chain 2 chain and first chain we made in starting of our petals we are going to slip knot in the same space to our last chain and this is our one petal of lali guras यसलाई तल तलसम्म लिएर आउने भित्र भित्रबाट ताकि हाम्रो यो सेक्युर पनि होस् बलियो पनि होस् यो हाम्रो म्याजिक रिङको हो यो दुईटालाई यहाँनिर फ्यासन अफ गर्दियौ यानी कि नट बनाइदियौ यसरी लाइक दिस अनि यसलाई सुल्टोपट्टि फर्काइदियौ र यो हाम्रो लाली गुराँसको एउटा पेटल चाहिँ रेडी भएको छ टोटलमा चाहिँ 6 वटा लाली गुराँसको पेटल चाहिन्छ जुन अरु चाहिँ मैले बनाइसकेको छु यहाँ हेर्न सक्नुहुन्छ सो मैले 6 वटा लाली गुराँसको पेटल बनाइसकेको छु अब हामी लीफको पार्टमा काम गर्छौं अब हामी पात बनाउँछौं पातको लागि सबैभन्दा पहिला एउटा स्लिप नट बनाउने म चाहिँ यसरी बनाउँछु अनि त्यसपछि म बनाउँछु 13 चेन 1 2 3 4 5 6 7 8 9 10 11 12 13 हामीले 13 वटा चेन बनाइसकेका छौं अब यो फर्स्ट चेनलाई छोडेर हामी सेकेन्ड चेनमा बनाउँछौं एउटा स्लिप स्टिच लाइक दिस अर्को चेनमा हामी बनाउँछौं सरी दिस इज द सेम स्टिच र अर्को चेनमा हामी बनाउँछौं सिंगल स्टिच र अर्को चेनमा हामी बनाउँछौं हाफ डबल क्रोसे यो तीनवटै लूपलाई एकैचोटी पुल थ्रु गर्नुलाई चाहिँ हामी हाफ डबल क्रोसे भनेर भन्छौं त्यसपछि अर्को चेनमा हामी बनाउँछौं एउटा डबल क्रोसे एकचोटी दुईटामा तान्ने र अर्को दुईटामा तान्ने यो भयो हाम्रो डबल क्रोसे अब बाँकी 4 वटा चाहिँ हामी बनाउँछौं ट्रिपल क्रोसे एकचोटी तान्ने दुईचोटी तान्ने
तीनचोटी तान्नेलाई हामी ट्रिपल क्रोसे भन्छौं। यो चाहिँ हामी 4 वटा बनाउँछौं। एउटा भयो, दुईटा, तीनटा भयो, अझै एउटा बनाउँछौं ट्रिपल क्रोसे। हामीसँग 4 वटा ट्रिपल क्रोसे भएको छ। अब हामी बनाउँछौं डबल क्रोसे एउटा, त्यसपछि साइडमा बनाउँछौं एउटा हाफ डबल क्रोसे, त्यसपछि बनाउँछौं सिंगल क्रोसे, त्यसपछि हामी यहाँ एउटा लिन्छौं सिंगल क्रोसे र लास्टमा हामी एउटा स्लिप स्टिच गर्दिन्छौं। हाम्रो यो लिफको एकापट्टिको भाग सकिएको छ। त्यसपछि हामी बनाउँछौं दुईटा चेन र यो फर्स्ट चेनमा लगेर हामी यसलाई चाहिँ यसरी स्लिप स्टिच गर्दिन्छौं र हाम्रो यतापट्टिको यो फर्स्ट चेनमा लगेर पनि हामी के गर्छौं त स्लिप स्टिच नै गर्दिन्छौं। त्यसपछि सेकेन्ड चेनमा हामी गर्छौं सिंगल स्टिच। यतापट्टि पार्टमा हामीले जे गरेका थियौं सेम हामी रिपिट गर्छौं। यसमा गर्छौं हाफ डबल क्रोसे, यसमा गर्छौं डबल क्रोसे। यो बाँकी रहेको धागोलाई चाहिँ म सँगसँगै लिएर हिँडिरहेको छु ताकि यो भित्र हाइड होस् र अलिकति राम्रो लुक देखोस्। अब हामी 4 वटा ट्रिपल क्रोसे बनाउँछौं अघि जस्तै। एउटा ट्रिपल क्रोसे भएको छ। यो हाम्रो सेकेन्ड ट्रिपल क्रोसे हो। यो हाम्रो थर्ड ट्रिपल क्रोसे हो। one more triple crochet, अब हामी एउटा डबल क्रोसे गर्छौं। त्यसपछि एउटा हाफ डबल क्रोसे बनाउँछौं। त्यसपछि हामी लास्टमा एउटा स्लिप स्टिच बनाउँछौं। लाइक दिस। अलमोस्ट हाम्रो लिफ शेपमा आइसकेको छ। अब हामी यसलाई के गर्छौं भने एउटा चेन लिन्छौं, त्यसपछि हामी बिचको पार्टमा अलिकति काम गर्छौं ताकि मोर राम्रो लुक देखिन्छ। हामी यसलाई बिचको सेक्सनमा यसरी काम गर्दै जान्छौं। यो धागा तलपट्टि छ, माथिपट्टिबाट हामी यसरी बिचको सेक्सनमा यसले चाहिँ एकदमै मोर रियलिस्टिक लिफ जस्तो नै लुक दिन्छ। यसरी एन्डमा आइसकेका छौं। यसलाई कट गरिदिउँ, यसलाई फ्यासन अफ गरिदिउँ। त्यसपछि चाहिँ यो धागोलाई हामीले त हाइड गर्नु नै छ। यो चाहिँ नि यस्तो देखिन्छ। सो अब यसलाई हामी पछाडिपट्टि यो धागोहरूलाई चाहिँ हाइड गरिदिन्छौं। यसरी पछाडि पछाडि लिएर आउँछौं। बिच बिचमा यसलाई हामी लुकाइदिन्छौं हैन। कट गरिदिउँ। सो हाम्रो पात पनि रेडी भइसकेको छ। मैले चाहिँ आवश्यक पर्ने अरु 2 वटा पातहरु पनि रेडी गरिसकेको छु। हामीसँग 3 वटा पात रेडी भइसकेको छ। पेटल्स पनि रेडी भइसकेको छ।
अब हामी एउटा बेस बनाउँछौं जसमा हामी सबै पेटलहरूलाई पातलाई चाहिँ नि एसेम्बल गर्छौं त्यसको लागि एउटा म्याजिक रिङ बनाउने म्याजिक रिङ बनाइसकेपछि त्यसमा हामी 8 वटा सिंगल स्टिच लिने आठवटा सिंगल स्टिच हाम्रो भइसकेको छ यसलाई अब टाइट गर्दियौं यो हाम्रो फर्स्ट राउन्ड हो फर्स्ट राउन्डलाई कम्प्लिट गरौँ यहाँनिर स्लिप नटले फर्स्ट चेनमा लगेर यसलाई जोइन गरिदियौं यसरी त्यसपछि एउटा चेन लिने र अब हामी यसलाई ठ्याक्कै डबल बनाउँछौं इन्क्रिज गरेर हामीसँग 8 वटा छ अब हामी यसलाई 16 वटा बनाउँछौं 1 हामीसँग 16 वटा भइसकेको छ यसलाई हामी लगेर यहाँनिर कनेक्ट गरेर यो राउन्डलाई पनि हामी कम्प्लिट गरिदिन्छौं र अब सेकेन्ड राउन्ड कम्प्लिट भएपछि थर्ड राउन्डमा हामी के गर्छौं भने 24 वटा बनाउँछौं हामीसँग 16 वटा छ 24 वटा बनाउँछौं भनेपछि हामी एउटा मात्र इन्क्रिज गर्छौं एउटा इन्क्रिज गर्दैनौं लाइक दिस इज द one single crochet we are not increasing here सेकेन्ड चेनमा चाहिँ हामी इन्क्रिज गर्छौं दुईटा बनाउँछौं like this हामीसँग भयो टोटलमा 3 वटा हामी यसमा इन्क्रिज गर्दैनौं 4 हामी यसमा इन्क्रिज गर्छौं 5 24 this is the our final round यो भन्दा पछाडी हामीलाई बेसको साइड चाहिँ यति भइपुग्छ यसलाई पनि कट गरिदियौं धागोलाई निकालौं टाइट गरौं र यसलाई पनि पछाडीपट्टि हुकको हेल्पले यसरी पछाडीपट्टि लैजाऊ यो दुईटालाई यहाँ नट बनाइदियौ ताकि हाम्रो यो सेक्युर होस् हाम्रो बेस रेडी भयो एक्स्ट्रा धागोलाई चाहिँ कट गर्दियौ अब हामी यो बेसमा नै सम्पूर्ण लाली गुराँसको पेटल्स र पातलाई चाहिँ एसेम्बल गरेर एउटा ब्युटिफुल फूल बनाउँछौं हामीसँग यो बेस रेडी छ 3 वटा पात छ र 6 वटा पेटल छ अब हामी यो सबैलाई मिलाएर एसेम्बल गरेर चाहिँ एउटा ब्युटिफुल फूल बनाउँछौं त्यसको लागि हामीलाई चाहिन्छ ग्लु गन सो यसो गर्दाखेरि चाहिँ के हुन्छ भने यो एकदमै ब्युटिफुल देखिन्छ हल्का हातले यतिनत्र डर्न सक्छ यो हो राइट साइड र यो हो रङ साइड हामी रङ साइडमा काम गर्छौं रङ साइडमा सबैभन्दा पहिला हामी लीफलाई टाँस्छौं यो लीफलाई टाँस्नको लागि चाहिँ जुन यो बेसको मिडल पार्ट छ सर्कल त्यहाँनेर हामी तीनटा पातलाई यसरी अट्याच गर्छौं यसरी अट्याच गर्छौं सबैभन्दा सुरुमा ग्लु गनको हेल्प लिन्छौं हामी त्यसको लागि like this हाम्रो पात अट्याच भइसकेको छ अब हामी फ्लावर पेटलको काम गर्छौं
हाम्रो लालीगुराँसको फुल कम्प्लिट भइसकेको छ। सी हाउ ब्युटिफुल दिस इज। यो लालीगुराँसलाई तपाईँ हेयर क्लिप, हेयर ब्यान्ड, ब्रोच अनि डेकोरेसनको आइटम सँगसँगै कटन टाईको रूपमा युज गर्न सक्नुहुन्छ भने नेसनल फ्लावरको रूपमा गिफ्ट पनि गर्न सक्नुहुन्छ। आई होप तपाईहरुलाई मेरो यो ट्युटोरियल एकदमै काम लाग्यो र सजिलोसँग बुझ्नुभयो। यस्तै यस्तै ट्युटोरियल हेर्न चाहनुहुन्छ भने प्लिज लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट पनि गर्नुहोस्। थ्यांक यू फर वाचिङ। बाइ बाइ।